विभिन्न विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको छ। नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरी, एनसीसी, त्यस्तै राष्ट्र सेवा कर्मचारीहरू, विभिन्न टोलका संस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयबाट यहाँ विद्यार्थी भाइ बहिनीहरूको पनि उपस्थिति रहेको छ। त्यस्तै गरी पाल्पा जिल्ला लगायत पाल्पा जिल्लाका आसपासका विभिन्न जिल्लाहरूबाट समेत यहाँ हजारौँ श्रद्धालु भक्तजनको उपस्थिति रहेको छ। आज 2073 भाद्र 10 गते